वेलकम बैक। आज हामी एकदम फरक किसिमको भिडियो लिएर आएका छौँ है। आज नो स्निकर, नो ब्लगिङ, नो फुडिङ है। आज जस्ट बाइकको बारेमा हामी कुरा गर्न गइरहेका छौँ। ल बाइक रहेको छ बेनेली 302S र मसँग छ सागको हेलमेट। आज यो बेनेली फुल्ली मोडिफाइड छ र आज हामी बेनेली बाइकको बारेमा कुरा गर्न गइरहेका छौँ है त। सो लेट्स लुक इन डिटेल। यो डिटेलमा आज हामी यसको कुरा गर्नेवाला छौँ र यसको के छ यसमा मोडिफिकेसन पार्ट्सहरू सबको बारेमा कुरा गर्नेवाला छौँ है त। ल सो लेट्स गो। बाइकमा आफ्टर मार्केटको चिज चाहिँ धेरै छ यसमा है। अब कुरा गरेर साध्य नै छैन कि यसमा कति धेरै छ क्या। कम्पनी भन्दा पनि बाहिरको सामानहरू यसमा धेरै छ। मेन भनेको यसमा डबल ह्यान्डल हालेको छ है। यसमा चाहिँ पहिला एउटा सिङ्गल ह्यान्डल आउँथ्यो, यसमा चाहिँ डबल ह्यान्डल हालेको छ। अनि त्यसपछि यसमा आरसिबीको ग्रिप हालेको छ, कस्तो बवाल खाले दामी खालको आरसिबी ग्रिप छ। अनि त्यहाँदेखि यसमा यो ओइल क्याप, यो एडिलिनको मास्टर सिलिन्डर ओइल क्याप पनि छ है। कस्तो बवाल छ यार यसमा पनि। यसको लुक्स राम्रो छ। अनि यसमा CNC मिरर छ। अनि त्यहाँदेखि गएर यो लिभर पनि यसैमा आउँछ है। यो एडिलिनको मास्टर सिलिन्डरसँगै लिभर पनि यसैमा आउँछ। त्यसपछि यसमा हालिएको छ यो ब्र्याकेट, CNC ब्र्याकेट छ यो। यसमा यो गियर लिभर, ब्रेक लिभर, अनि त्यहाँदेखि गएर यो फुट रेस्टहरू सबै यसैमा सेटैमा आउँछ है। यो अराउन्ड 25 to 30K सम्मको पर्छ है यसको प्राइस चाहिँ लगभग होइन। अनि यसमा एक्जस्ट पनि यसैमा यस्तो फिट गर्न मिल्छ। यसको सबै पोर्टहरू पनि यहीँ दिएको हुन्छ। पछाडि बस्नेलाई पनि यहाँ टेक्ने कुरा राख्न मिल्छ, तर मैले अहिले चाहिँ राखेको छैन नभ्याएर। यो चाहिँ फुल ब्र्याकेट सिस्टम हो। अनि यो त दुईतिरै हुन्छ है, यताउता दुईतिरै हुन्छ। CNC को यो त लुक एकदम सेक्सी देख्छ यसको लुक्स चाहिँ। अनि यसैमा एक्जस्टको पनि फिटिङ यसैमा गर्न मिल्छ। पछि केही एक्स्ट्रा केही हाल्नु पऱ्यो भने पनि यहाँ यसको पोर्टहरू दिएको हुन्छ, पोलहरू टन्नै छ है। ब्र्याकेट पछिको दोस्रो कुरा भनेको चाहिँ यसमा एउटा स्पिरिट बिस्टको यो च्याचिस कभर हालिएको छ। यस्तो दामी छ अरे CNC को स्पिरिट बिस्टको हो। दुईतिरै छ यो पनि, दुईतिरै छ। अनि त्यसपछि यसमा स्लाइडर पनि हालिएको छ। यस्तो हेभी स्लाइडर छ यार। यसको प्राइस पनि कस्तो एक्सपेन्सिभ छ यार। यो दुईतिरै हालेको छ, कस्तो सेक्सी देखेको छ त्यो पनि। अनि त्यसपछि यसमा हालेको छ एउटा मोबिल क्याप, यो पनि CNC नै हो। त्यसपछि गएर यसमा यो ब्रेक यो के हो, ब्रेक ओइल टाइपको के छ है यसमा, यो पनि CNC को यो रिफिटिङ पार्ट्स एकोटो भनेर छ CNC को। यो पनि राम्रो छ यार। यसमा के भन्छ अरे यसलाई, ब्रेक क्यालिबर माथिको यो सेफ्टी गार्ड टाइपको एउटा CNC को यो छ। यो पनि दुईतिरै छ, यो पनि बवाल छ यो। अनि त्यसपछि यसमा यो के भन्छ अरे पाइप कभर, के अरे रेडिएटर पाइप कभर के भन्छ अरे गाने, यसमा रेडिएटरको ग्रिल पनि हालेको छ है। बवाल बेनेलीको आफ्टर मार्केट है यो पनि। अनि त्यसपछि यसमा यो पाइप पनि हालेको छ रेड कलरको। कम्पनीमा चाहिँ यसमा ब्ल्याक कलरको आउँछ, मैले चाहिँ रेड कलरको हालेको छु अलिकति कन्ट्रास्ट देखियोस् भनेर। यो एन्ड्रोइड कारप्ले के, कारप्ले अटोमेटिक रेकर्ड हुन्छ। यो पनि डिस्प्ले अगाडि पछाडि दुईटै क्यामेरा छ। तपाईँ CC क्यामेरा पनि छ। हिँड्दा अटोमेटिक रेकर्ड हुन्छ। ब्लग्सको लागि बेस्ट हुन्छ है यो। फुटेजहरू सबै उत्तिखेरै निकाल्न मिल्छ क्या यसमा चाहिँ। बाई चान्स हिँड्दा यो बाइक चलाउँदा अगाडि पछाडि कतै के दुर्घटना भयो भने तुरुन्तै हेर्न मिल्छ। उत्तिखेरै यहीँ पनि हेर्न मिल्छ, मोबाइलमा पनि उतारेर हेर्न मिल्छ है त। म यसको अगाडि र पछाडिको फुटेज पनि देखाउँछु तपाईँलाई। हेलो, म देखिरहेको छु होला नि, यो चाहिँ अगाडिको क्यामेराको फुटेज हो है। यो चाहिँ पछाडिको फुटेज हो है। यो चाहिँ मिठो आएको छ होला, पछाडि पनि वाइड एङ्गल एकदम राम्रो आएको छ होला। तपाईँहरू सक्नुहुन्छ, पुरा रोड कभर गर्छ है यो रेकर्ड गर्दाखेरि पनि। एउटा छुटाउनै नहुने चिज भनेको चाहिँ यो ट्याङ्कीको यो के भन्छ अरे यसलाई, क्विक रिलिज। यो क्विक रिलिज चाहिँ यस्तो दामी छ कि यसरी टक्कै चापी चाहिन्न कि यत्तिकै निस्किन्छ। यो पेट्रोल बनाएर चाहिँ यार यत्तिकै निस्किन्छ यार यो यार। कसैले तेल चोर्न यति सजिलो छ यार यसमा यार। तर लाउन खोल्न पनि एकदम सजिलो छ। लुक्सको कुरो हो कि मेन भनेको लुक्स हो क्या। आफ्टर मार्केट हो पनि एकदम राम्रो छ पनि हेर्दैमा। यसको टायरको कुरा गर्नुहोस् त भने तपाईँ हेर्नुहोस्, यसमा 180 को टायर हालेको छ कि 180 को टायर। यसमा मान्छेहरूले नर्मली 160 को 150 को टायर हाल्छन्, हाम्रो 180 को म्याक्स यसमा 180 कै सपोर्ट गर्छ। तर तपाईँ जुन कम्पनीको हाले नि हाल्नुहोस्, तर 180 को हाल्दा चाहिँ बाइक एकदम सेक्सी देख्छ। र अनि त्यहाँदेखि बाइकलाई अलिकति भार चाहिँ हुन्छ है, अलिकति बाइक हेभी चाहिँ हुन्छ। तर 180 को टायरले बाइक चाहिँ मागकोसँग यस्तो सेक्सी देख्छ क्या। अनि यसमा सागको हेलमेट पनि छ है। हामी सागको हेलमेट युज गर्छौं। यो चाहिँ यसको मोडल नम्बर चाहिँ मलाई थाहा भएन। हेलमेट्स नेपालबाट लिएको 5060 पर्यो होला।
मेरो विचारमा है कति बिर्सेँ मैले यसमा ब्ल्याक भाइजर छ अनि त्यहाँदेखि यसमा ट्रान्सपरेन्ट भाइजर पनि यसैमा आउँछ कि हेलमेटको बारेमा चाहिँ हामी पछि कुराहरू होला अहिले ओभरअल बाइक हेरौँ बाइक चाहिँ एकदम मिठो देखेको छ होइन यो जस्तै क्विक रिलिजहरू भयो यो मिररहरू भयो आरसीबीको ग्रिपहरू अनि त्यहाँदेखि गएर यो स्पिरिट बिस्टको यो च्याचिसको कभरहरू त्यहाँदेखि गएर यो मिड पाइपहरू स्लाइडरहरूदेखि लिएर हामीले सम्पूर्णको बारेमा हेऱ्यौँ होइन अब यसमा बाँकी रह्यो भनेको सिर्फ एक्जस्ट अब एक्जस्ट चाहिँ हामीसँग अस्टिन रेसिङको एक्जस्ट छ है अस्टिन रेसिङको कार्बन फाइबर एक्जस्ट छ अब यसको साउन्डको बारेमा त के कुरा गर्नु हजुरलाई यो त मिठो आउँछ यसले कान फाट्छ यसले होइन कानै फाट्छ माथि सुतेको पनि उड्छ तर तपाईँहरू चाहिँ धेरै आतङ्क नमचाउनु होला है यस्तो एक्जस्टहरू हालेर अनि हामीसँग अहिले तत्काललाई चाहिँ अब त्यही छ अब यसको साउन्ड पनि सुनौँ हामी साउन्ड चाहिँ तपाईँहरू हेडफोन लाउनु होला है त 1 2 3 गो यसको रेस बढी रहेछ क्या यसको रेस बढी छ भिडियो बनाउँदा रात पनि परिसक्यो अब एक्जस्ट पनि तपाईँहरूले साउन्ड सुनिहाल्नु भयो होइन अब यो एक्जस्ट चाहिँ हामी धेरै साउन्ड यसमा लाउड गर्दैनौँ किनभने अरूलाई पनि डिस्टर्ब हुन्छ अब आजको लागि यति नै हो होइन अब नेक्स्ट भिडियोको लागि चाहिँ तपाईँहरू फेरि पनि हामीलाई सब्सक्राइब गर्नु होला त्यसको लागि चाहिँ हजुरले सब्सक्राइब गर्नै पर्ने हुन्छ है हामी यस्तो नयाँ नयाँ भिडियो फेरि लिएर आउनेछौँ कहिले बाइक कहिले स्निकर कहिले फुड डिफ्रेन्ट टाइपको हाम्रो भिडियोहरू आउनेवाला छ अब त्यसको लागि अहिलेलाई चाहिँ बाई बाई